गुड इभिनिङ साथीहरु सबैजनालाई है। म चाहिँ इभिनिङ ड्युटीतर्फ लागेँ। हाम्रो चाहिँ छिट्टै गाई हुन्छ 4 बजी 4:30 तिर। अनि उज्यालै छ अझै र पनि है। म चाहिँ बेलुकाको ड्युटीतर्फ लागेँ है त। अब यस्तै छ के गर्नु, गाई पाल्नु मजा आउँछ उहिलेदेखि है पालेको है। गाई बिना त है केही छैन जस्तो हुन्छ बानी भएपछि। अनि यस्तै छ अब। म चाहिँ यस्तै छु है। तपाईहरु के गर्नुहुँदैछ अब? यहाँ चाहिँ दिदीले दुहुँदैछ अर्को चाहिँ है। यहाँ दिदीले दुहुँदैछ एउटा चाहिँ। अब फेरि यो दुहुनु पर्ने छ मेरो चाहिँ। अब अर्कोतर्फ लागेँ म चाहिँ। यो चाहिँ अलिक थाक्दै गएको, गोरु लागेको छ कम्ती दिन छ अहिले चाहिँ। त्यस्तै छ अब के गर्नु। इभिनिङ ड्युटी मर्निङ ड्युटी यही हो मेरो चाहिँ। अब अर्को इभिनिङको ड्युटी चाहिँ यस्तो छ है। तपाईहरुलाई म के गर्छु इभिनिङमा चाहिँ तपाईहरुलाई देखाएको आज चाहिँ। अनि अब म चाहिँ हातैले सोध्छु है। एकदम यो चाहिँ दिनाउने कुरा आउँदैन। सबै धन्दा गरिसकेपछि चाहिँ गाई दिइसकेपछि यसरी लास्टमा सोधिन्छ। यस्तै छ मेरो चाहिँ इभिनिङको ड्युटी है। तपाईहरुलाई देखाएको आज चाहिँ म इभिनिङमा चाहिँ के गर्छु भनेर। इभिनिङ मर्निङमा चाहिँ यही हो मेरो चाहिँ। यस्तै छ है। हला चाहिँ एकदम सुक्खा राख्नुपर्छ है। हाम्रो चाहिँ यस्तो सुक्खा छ यसरी है। नखाएको घाँसहरू यसो काटेर एकदम सुक्खा स्याउला चाहिँ गाई चाहिँ हिलो पनि हुँदैन। अनि अब यी अर्को पनि यहाँ सुक्खा छ यसरी। त्यही तपाईँहरू है सबैले गाई पाल्नु भएको होला है। तपाईँहरू कतिको सिमेन्टमा होला। हाम्रो चाहिँ यस्तैमा छ यो एकदम सुक्खा हुन्छ। गाई चाहिँ मैला लागेको छैन। यस्तै छ आजको चाहिँ इभिनिङ ड्युटी हुन्छ। तपाईहरुलाई यति नै है। यसो तपाईहरुले देखाएको मात्रै हुन्छ सबैजनालाई।